काका काका यतिका धेरै रगत बगिरहेछ अस्पताल लानुपर्छ भने कसैलाई होस आएन उहाँलाई आरामको जरुरी छ आराम गर्नुस् है हस् डाक्टर साहब काका कस्तो छ तपाईलाई तिमीले रगत दिएर मेरो जिन्दगी फर्काइदियो अमर तिमी त भगवान हौ भगवान होइन काका म भगवान होइन मान्छे पनि कहीँ भगवान हुन सक्छ र दाइ तपाईँ नभइदिएको भए म आज सायद अनाथ हुन्थ्यो होला तपाईको यो उपकार कहिले भुल्ने छैन दाइ लाठी दाइ पनि भन्ने र उपकारको कुरा पनि गर्ने परेको बेलामा एउटा गाउँलेले अर्को गाउँलेको सहयोग नगरे कसले गर्छ के मलाई परेको बेलामा तिमीले सहयोग गर्दिन र के कसो काका मलाई परेको बेलामा सहयोग गर्नुहुन्छ होला नि सत्यानाश 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 बाख्राले खायो बाली अब हामीले खान्छौँ गाली दिदी फुलबहादुर के फुलबहादुर आज पनि यो गंगाको बाख्राले मेरो बाली सत्यानाश पार्यो